नमस्कार सबैजनालाई म डाक्टर दीपक मिश्र एमडी पेडियाट्रिक्स डीएम न्यूनेटोलोजी। मेरो बच्चालाई जन्मेपछि कहिले नुहाउने त? मेरो बच्चाले दूध खाएपछि अलिअलि दूध मुखबाट निकाल्छ, के गर्ने होला त? तपाईको यिनै जिज्ञासाको उत्तर लिएर आज म तपाईहरु समक्ष प्रस्तुत भएको छु। बच्चा जन्मेको 24 घण्टासम्म उलाई नुहाउनु हुँदैन। त्यसपछि जबसम्म सालको नाल झर्दैन र जबसम्म बच्चा अस्पतालमा हुन्छ तबसम्म उलाई स्पन्ज बाथिङ गराउनु पर्छ। भनेको चाहिँ भिजेको लुगा लिएर उसको जिउ पुछिदिन मिल्छ, तर उलाई डीप बाथिङ गर्नु हुँदैन। डीप बाथिङ भन्नाले पानीमा डुबाएर नुहाउने चाहिँ कहिले हो भन्ने जब ऊ अस्पतालबाट घर गइसक्छ र उसको सालको नाल झरिसक्छ त्यसपछि मात्रै हो। अर्को कुरो, कतिपय आमाहरूले भन्नुहुन्छ दूध खाएपछि मेरो बाबुले त अलिअलि दूध मुखबाट निकाल्दिन्छ। अलिअलि मात्र निकालेको हो, बिस्तारै निकालेको हो, मुखमा टाँसिएर अलिअलि निस्किन्छ भने त्यो नर्मल हो, त्यसलाई केही गर्नु पर्दैन। तर यदि तपाईको बच्चाले खाएको 4 भागको 1 भाग भन्दा बढी निकाल्दिन्छ, 5 देखि 10 ml भन्दा बढी निकाल्दिन्छ, वा वालती निकाल्दिन्छ, खाएको सबै दूध निकाल्दिन्छ, वा उसले निकालेको कुरा पहेँलो छ, भान्ता पहेँलो छ वा हरियो छ भने नजिकको स्वास्थ्य कर्मीलाई तुरुन्तै देख्न लैजानुपर्छ। धन्यवाद।